नमस्ते, राधे राधे। आज म तपाईहरुसँग करोड होइन करोडौंको कुरा गर्नेछु। म आज यस्तो हात देखाउँदै छु हजुरलाई जुन हातको जातकले भविष्यमा करोड होइन करोडौं रुपैयाँ कमाउनु हुनेछ। उहाँको हातमा के छ त त्यस्तो साइन जुन साइनले उहाँलाई एकदमै धनी बनाउने छ, एकदमै रिच बनाउने छ। आउनुहोस् आज हामी यही टपिकको बारेमा कुराकानी गर्नेछौँ। अहिलेसम्म पनि हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने हाम्रो च्यानललाई सब्स्क्राइब गरेर हामीलाई साथ दिनुहोला। मैले तपाईलाई देखाइरहेको यो हात एकदमै पावरफुल ह्यान्ड हो। यसमा धेरै साइनहरू छ। यो हात यसै पनि राजयोग प्राप्ति गरेको हात हो। यसमा प्रत्येक पर्वतहरुमा एउटा एउटा स्टारको साइन देख्न सक्नुहुन्छ हजुरले। सबैभन्दा पहिला मैले हजुरहरूलाई स्टारको साइन देखाउँछु। अब यहाँनेर हेर्न सक्नुहुन्छ यो सन माउन्टमा यहाँनेर एउटा स्टारको साइन छ। यसरी आएर बनेको छ, यसरी आएर बनेको छ, यसरी आएर बनेको छ। यो एउटा स्टारको साइन भयो। यसले नेम, फेम, इज्जत र उच्च पदमा पुग्ने योग सम्पूर्ण कुराहरू बनाएर दिन्छ। त्यस्तै यो शनि पर्वतमा यहाँनेर पनि एउटा स्टारको साइन देख्न सक्नुहुन्छ। यसले आफ्नो कामप्रति वफादारीता दिन्छ। यसले कुनै पनि काम गरिरहेको अवस्थामा त्यसलाई चाहिँ वृद्धि गर्ने काम गर्छ। अत्यन्तै धेरै माथि पुर्याउँछ व्यक्तिलाई। यो शनि पर्वतमा भएको स्टारको साइनले दुईवटा भयो। त्यस्तै यो भित्री मङ्गलमा यहाँनेर पनि एउटा स्टारको साइन बनेको छ। यसले आँटिलो स्वभावको बनाउँछ व्यक्तिलाई, हिम्मतिलो स्वभावको बनाउँछ व्यक्तिलाई, जसले गर्दा नेम फेम इज्जत कमाउनमा अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ, पैसा कमाउनमा महत्त्वपूर्ण भूमिका खेल्छ। त्यस्तै यहाँनेर चन्द्र माउन्टमा पनि एकदमै राम्रो स्टारको साइन देख्नुहुनेछ। यो एरियामा यहाँनेर एक रेखा, अर्को रेखा र अर्को रेखा मिलेर स्टारको साइन बनेको छ। यो साइनले विदेशमा गएर व्यापार गरेर प्रगति गर्ने योग देखाउँछ। पानीबाट बनेका वस्तुहरूको व्यापारमा अति राम्रो लाभ प्राप्त गर्ने योग यो खालको स्टारको साइनले बनाउने गर्छ। र यो सँगसँगै व्यापार रेखा पनि अत्यन्तै मजबुत छ, एकदमै राम्रो बनेको छ। ओभरल्यापिङ बनेर अगाडि गएको छ, एकले अर्कालाई साथ दिएको छ र यो भाग्य रेखाबाट सुरु भएको व्यापार रेखा छ। यसले पनि असाध्यै राम्रो इन्कम दिने गर्छ व्यापारमा। अब यो हातमा एउटा त विदेश जाने योग छँदैछ, यसले चाहिँ नो डाउट। र यहाँनेर स्टारको साइनहरू पनि छ, यसमा पनि नो डाउट एकदमै राम्रो राजयोग बनेको छ। विदेश जाने योग छ, विदेश गएर व्यापार गर्ने योग छ र व्यापार गरेर तरक्की गर्ने योग छ। यतिको साइनले व्यक्तिलाई करोडपति बनाउँछ। यसलाई पनि हामीले करोडौपति नभन्दा पनि हुन्छ। अब करोडौपति अरबपति बन्ने साइन कहाँनेर छ त यो हातमा भनेर हेर्दा यसको लागि हामीले भाग्य रेखाको अध्ययन गर्नुपर्ने हुन्छ। अब यसमा भाग्य रेखा कहाँनेर छ र कस्तो साइन छ त जुन साइनले आउने भविष्यमा व्यक्तिलाई करोडपति होइन अरबपतिसम्म पुर्याउँछ। यहाँनिर हेर्न सक्नुहुन्छ। म अर्को फोटामा हजुरलाई देखाउँछु। यो फोटामा हजुरले भाग्य रेखा यसरी गएर यो शनि पर्वतसम्म गएको देख्नुभयो। यो भाग्य रेखा गएको छ शुक्र पर्वतबाट। शुक्र लग्जरीको योग हो। लग्जरी लाइफ, गाडी घोडा मोटर अत्याधिक मात्रामा प्राप्त गराइदिन्छ यसले। शुक्र पनि अत्यन्तै व्यवस्थित छ। अब यहाँनेर यो भाग्य रेखामा तपाईहरुले हेर्न सक्नुहुन्छ। मैले जुम गरेर हजुरहरूलाई देखाउँछु। यहाँनेर यो एरियामा यस्तो गजबको फिस साइन बनेको छ। यो टाइपको फिस साइन बनेको छ। भाग्य रेखामै बनेको फिस साइन हो यो। र यहाँनेर यसरी गएर अगाडि गएर यो एरियामा टच गरेको छ। यस्तो खालको फिस साइनले र यिनी पर्वतमा देखिने स्टारका साइनले व्यक्तिलाई धनी बनाउँछ। तर यो साइनले व्यक्तिलाई अरबपति बनाउन मद्दत पुर्याउने गर्छ। कहिले भन्दा 35 वर्षदेखि भाग्य उदय अत्यन्तै राम्रो देखिन्छ र 38 वर्षमा यहाँनेर खर्चको योग, लाखौं खर्चको योग देखिन्छ। जब 39 वर्ष क्रस गर्नुहुन्छ तब भाग्यले साथ दिन सुरु गर्छ।
39 वर्षदेखि लिएर जबसम्म बाँच्नुहुन्छ तबसम्म पैसा कमाउने योग देखिन्छ। बीचमा 2-4वटा ठाउँमा लाखौं पैसा करोडौं पैसा लस हुने योग देखिन्छ, नभएको होइन। तर यो लस त्यति धेरै इम्पोर्टेन्ट दिँदैन यो भाग्य रेखामा बनेको फिस साइन भन्दा। यस्तो फिस साइन पनि तपाईको छ भने निश्चित रूपमा 100% स्योरका साथ र तपाईको अन्य पर्वतहरुमा भएका यी साइनहरुलाई पनि हेर्नुपर्ने हुन्छ। अन्य पर्वतमा पनि गजब गजबको साइनहरु छ भने ढुक्क हुनुस्, समय आउन दिनुस्, तपाई पनि करोडपति बन्न सक्नुहुन्छ। यस्तै आउने अरु भिडियोमा पनि तपाईहरुलाई यस्तै मेन साइनहरुको बारेमा जानकारी दिँदै गर्नेछु। त्यतिन्जेलसम्मको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरिदिनु होला। राधे राधे।